वेलकम टु जेरोम्याटिक नेपाल। हामी जाँदैछौँ सिडनी टु मेलबर्न, पुरै टोटली ड्राइभमा 10 देखि 11 घन्टासम्मको ड्राइभ। अनि हामीसँग 20 मन्थ्सको सानो नानी छोरी औरी पनि हुनेछिन्। औरीलाई लिएर जाँदाखेरि चाहिँ कतिको रमाइलो अनि कतिको च्यालेन्जेसहरू हुन्छ हामीले त्यो पनि फिल गर्नेछौँ यसपालि। टेम्परेचर एकदम हाई छ सिडनीमा, अराउन्ड 41 जस्तो पुगिसकेको छ। अहिले चाहिँ 36 जस्तो पुगेको रहेछ, 41सम्म पुग्नेवाला छ। मेलबर्नमा पनि आज त्यही छ। हामी बिचमा एक ठाउँमा बसेर जाने भएको भएर त्यहाँ चाहिँ हल्का कम छ टेम्परेचर। कस्तो च्यालेन्जेसहरू हुन्छ, कतिको रमाइलो हुन्छ, सबै कुराहरू म यो भिडियोमा समेट्ने प्रयास गर्नेछु। यात्रा जिन्दगीको सुनौलो पक्ष हो, त्यसमाथि परिवारको साथले विदेशमा रहँदा पनि यो यात्रालाई सुनमा सुगन्ध थपेको थियो। कियामा आइपुग्यौँ, लगभग 2 घन्टा जस्तो ड्राइभ गरेर आइपुगेको छौँ हामी यहाँ। वेदर एकदम चिसो छ यहाँ चाहिँ, सिडनी जस्तो गर्मी चाहिँ छैन, तर एकदमै ह्युमिड, काइन्ड अफ ह्युमिड। मेरो पछाडि देख्न सक्नुहुन्छ कियामा मान्छेहरू टन्नै भिडभाड छ। यात्रा सजिलो मात्र भएर पनि हुँदैन, यात्रा रमाइलो पनि हुनुपर्छ। त्यसैले छोटो बाटो नगएर हामी कोस्टलको लामो यात्रा गर्दै थियौँ मेलबर्नसम्म, र हाम्रो पहिलो डेस्टिनेसन रहेको थियो कायामा, जहाँ ब्लू होल अनि वरिपरिको रमाइलो वातावरण हेर्दै हाम्रो यात्रा अघि बढ्यो। भर्खरै हामीले कियामालाई पछाडि छोडिसकेको छौँ। अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ ह्याम्स बिच। वेदर एकदमै गर्मी थियो, सिडनीमा 41सम्म थियो। अहिले यो बिचमा चाहिँ हल्का हावा लागेको भएर शीतल पनि भएको छ, तर घाम चाहिँ लागिरहेको छ। हाम्रो च्यालेन्ज यहाँ हुनुहुन्छ होइन, उहाँलाई चाहिँ एकदमै खुसी पार्न खोज्दैछौँ हामीले। औरी जर्विस बेमा चाहिँ हाम्रो खासै राम्रो एक्सपिरियन्स भएन। हामी चाहिँ ह्याम्स बिच खेल्ने भन्ने प्लानमा थियौँ, तर ह्याम्स बिच चाहिँ अलिक क्राउड बढी हुने भएको भएर हामी अलिक अगाडिपट्टि जाने प्लानमा थियौँ। अनि अगाडि जाँदाखेरि चाहिँ त्यो नेसनल पार्कभित्रको एरियामा गयौँ, त्यहाँ चाहिँ खासै राम्रो ठाउँ चाहिँ बिच्दै थिएन। त्यहाँबाट फर्केर हामी लगभग एक्स्ट्रा हामीलाई 1 घन्टा जस्तो टाइम लाग्यो। सो अब यहाँ हामी ब्याट्सम्यान बे आइपुग्यौँ। यहाँ चाहिँ एकदम रमाइलो छ, बच्चाहरू खेल्ने ठाउँ। नानीलाई एकछिन यहाँ खेलाएर अनि एकछिन यहाँ स्पेन्ड गर्छौँ टाइम। अलमोस्ट 7 बज्नु लागिसक्यो। हाम्रो प्लान चाहिँ 7 बजीसम्ममा मेरिम्बुला पुग्ने थियो, तर पुगेनौँ। अब हामी लगभग 2 घन्टा जस्तो अझै लाग्छ होला। छोरी यहाँ खेल्ने ठाउँमा आइसकेको छ। हामी चाहिँ 1 आवर अवे फ्रम आवर डेस्टिनेसन। अहिले हामी यहाँ नरोमामा आइसक्यौँ। अहिले बेलुका 8:30 बजिसक्यो, स्टिल उज्यालै छ होइन। अनि यस्तो राम्रो सनसेट भ्यू यहाँबाट देखिने रहेछ। हामीले जस्ट मिस गऱ्यौँ। भर्खरै यहाँबाट सनसेट भयो। हामी गाडीमा आउँदा चाहिँ देख्यौँ, तर मैले खिच्नु चाहिँ पाएन। यहाँ पार्क गर्दासम्म सकिसकेको थियो, सनसेट भइसकेको थियो। अब हामी यहाँनिर डिनर गर्छौँ। डिनर गरेपछि हामी लगभग 1 घन्टा जस्तो ड्राइभ गरेर आज हामी बस्ने ठाउँमा पुग्छौँ। त्यसपछि भोलि हाम्रो डेस्टिनेसन हुनेछ मेलबर्न, सिधै मेलबर्न। गुड मर्निङ छोरी, के चलेको?
यो तिम्रो मेरो भेरी गुड मर्निङ फ्रम मेरिम्बुला। हामी आउँदाखेरि चाहिँ रातिको लगभग 10:30 बजिसकेको थियो। अलिक धेरै नै लेट भयो अनि यहाँ आइपुगेपछि होटलमा कीहरू चाहिँ रेडी नै थियो, रुमहरू रेडी थियो, त्यसको लागि चाहिँ गाह्रो भएन। अहिले रातिको खासै खिच्नु पाइएन। अहिले चाहिँ सबैजना कफी खाँदै रेडी हुँदै यहाँबाट अब 6 घन्टा 6-6.5 घन्टा जस्तो ड्राइभमा चाहिँ मेलबोर्न पुग्छौँ हामी। पर्छ होला। हामी आज मेरिम्बुलामा छौँ। अब हामी अलिकति 1 आवर जति ड्राइभ गरेर ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि चाहिँ कोस्टल वे टुवर्ड्स मेलबोर्न। सेकेन्ड डे हाम्रो। अब हामी जाँदैछौँ मेलबोर्नतिर। हामी लगभग बोर्डरतिर पुगिसक्यौँ। बाटोमा बुस फायर भएको हल्का न्युज पनि आइरहेको छ, बट स्टिल हामी जान्छौँ, पुग्छौँ। सबैजना हिजो एकदम थाकेको भएर छिट्टै नै सुत्यौँ। 11-12 बजे होला छिटो भनेको चाहिँ। सबैजना चार्ज भइसक्यौँ नि होइन। मेरिम्बुला पछिको नेक्स्ट स्टप एडेनमा चाहिँ हामी भर्खरै आएर ब्रेकफास्ट खानको लागि रोक्यौँ। अनि यहाँ चाहिँ हामीले वेल वाचिङ गर्ने लुकआउटसम्म चाहिँ पुग्यौँ, तर देख्न चाहिँ देखेनौँ केही पनि। वी ट्राइड आवर बेस्ट। हामी जति थाकिरहेका थियौँ त्यहाँ देखिएका दृश्यहरूले हामीलाई त्यति नै धेरै ऊर्जा प्रदान गरिरहेको थियो। यति सुन्दर दृश्यहरूले हामीलाई थाक्ने अवसर नै दिएन। एडेन चाहिँ वेल वाचिङको लागि एकदम फेमस ठाउँ। हामीले एक्चुअल वेल देख्न नपाए पनि यहाँ पछाडि पिक्चरमा चाहिँ हामीले अलिअलि वेल चाहिँ देखेकै हो। अनि यो एकदमै राम्रो ठाउँ, एकदम टुरिस्टहरू धेरै आउने ठाउँमा पर्ने ठाउँ रहेछ यो एडेन चाहिँ। यो चाहिँ बाटोमै पर्छ। यो पनि मिस चाहिँ गर्नु नहुने ठाउँ रहेछ एउटा। इट्स भेरी नाइस। वेदर चाहिँ हल्का एकदम वार्म छ, एकदम गर्मी छ। अनि हल्का नानीलाई चाहिँ गर्मीमा चाहिँ अलिक गाह्रो हुन्छ, त्यही भएर हामी गाडीमै राखेर खाना खुवाउन ट्राई गर्दैछौँ। खाना चाहिँ अहिले खाइसकेकी छैन नानीले ब्रेकफास्ट। अब बाटोमा कतै अझै शीतल ठाउँ भेट्यो भने खाने प्लानमा छौँ। यसमा माछा भनेर अर्डर गरेको छन् जनताहरूले। मलाई चाहिँ यस्तो खालको यहाँ माछा चाहिँ पाइँदैन रहेछ। मैले आइस कफी चाहिँ अर्डर गरेँ अनि उनीहरूले यस्तो कलरको कपमा ल्याइदिएको छन्। हेरौँ है त, खाने मान्छेलाई चाहिँ थाहा हुन्छ कि हुँदैन यो माछा हो कि होइन। टेस्ट मिठो तर कफी पनि मिक्स छ क्या। कोल्ड कफी हो यो, माछा होइन। ऊ हेर हरियै छ। होइन यो खाऊ न ल। होइन माथि हेरेर अहिले दिउँसोको 12-10 भयो। सबैजना टायर्ड, ट्राभल गर्दा सुत्नु भइसक्यो पछाडि। अनि हामी अझै बाँकी छ लगभग 431 किलोमिटर, 5 घन्टा 20 मिनटको ड्राइभ। अनि यसमा हामी अझै रोक्दै जाँदाखेरि लगभग हामीलाई 6 घन्टा जस्तो लाग्छ होला। कोस्टलको बाटो हल्का टाढै रहेछ। मेरिम्बुलाबाट मेलबोर्न जानलाई पनि एटलिस्ट कन्टिन्युस ड्राइभ गऱ्यो भने 7 घन्टा। हामी हाम्रो डेस्टिनेसन मेलबोर्नमा आइसक्यौँ। अनि हामीले आज यहाँ बुक गरेको ठाउँ चाहिँ यस्तो बवाल छ होइन। हामीले फोटोमा देखेको भन्दा पनि बवाल। हामीले चाहिँ अब टुर गराउने हो। लेट्स गो।
म चाहिँ अहिले मास्टर बेडरुममा छु होइन मास्टर बेडरुमको भ्यू अस्ट्रेलियामा घर किन्नै छ भने चाहिँ लाइक यस्तो चाहिँ किन्नुपर्छ होला सक्यो भने है फेरि यो चाहिँ यस्तो के अब पछाडि पुरा जङ्गल टाइपको छ होइन यो भ्यू चाहिँ पुरा यस्तो टाइपको छ कि नाइस मन पर्यो वर्थ इट हामीले लगभग 3 नाइटको चाहिँ 2500 जस्तो पे गऱ्यौँ एन्ड एकदम मन पर्यो है अहिले फर्स्ट इनिसियल्ली लाइक बेस्ट अब हुन्छ नि भाइब्स एकदम मिठो भाइब्स आयो क्या गुड मर्निङ यो चाहिँ हाम्रो 3rd डे इन मेलबर्न म अहिले बिहान 6 बजे बेडरुमबाट बाहिर हेर्दैछु मेरो बेडरुमबाट बाहिर देखिने भ्यू चाहिँ यस्तो छ होइन यो चाहिँ पुरै होल ग्लास प्लान चाहिँ मेलबर्न सिटी घुम्ने हल्का फुल्का आज धेरै टायर्ड पनि भएको छु ट्राभल गरेर यहाँ नजिकै हामी बसेकोबाट नजिकै चाहिँ एउटा फल्स रहेछ ओलिङ्गा फल्स हामी त्यहीँ आएको छौँ लगभग त्यहाँबाट 10 मिनट जस्तो ड्राइभमा यो एरियामा चाहिँ यस्तो ठुलो ठुलो होइन रुखहरू अग्लो अग्लो रुखहरू रमाइलो छ जङ्गल चाहिँ खतरनाक जङ्गल छ रुख चाहिँ लास्टै अग्लो अग्लो के मेरो पछाडि सकिन्छ होइन नजिक आइसक्यौँ फल्सको होइन फल्स त्यही हो फल्स त्यो है गाई फल्स त्यो पानी टुरुरुरुरु झऱ्यो नाइस नाइस 300 मिटर पुरै यस्तो हेरेर आयो नि फल्स थियो पप्पी आयो हामी पफिङ बेल्लीको एरियामा चाहिँ आइसक्यौँ अनि जाँदैछौँ हामी अहिले अब हाम्रो 11 बजीबाट हो 10:30 बजेको छ लाइन लाग्नुपर्ने छ त्यहाँ अगाडिको ट्रेन चाहिँ छुट्ने बेला भयो नेक्स्ट हाम्रो ट्रेन चाहिँ रेडी हुँदैछ पछाडि यो चाहिँ अगाडिको मेन डब्बा त्यो बगेर जोइन गर्नलाई रेडी गर्दैछ त्यहाँ माथि कस्तो लागिरहेको त समुद्रमा राम्रो रमाइलो भइरहेको छ नयाँ पुरानो जमानाको ट्रेन नयाँ फिलिङ्स बाबा पाइरहेको छ कति रमाइलो अब जिन्दगीमा यस्तो देख्न
लेखेर रहेछ वैतरी हामी चाहिँ अब लेक साइड स्टेसनबाट पुरानै स्टेसनमा फर्किँदैछौँ हामी टक छोरीले पनि अहिले दुःख चाहिँ कम दिएकी छन् There's no way home, and I have no mercy. There's no way up, so I'm going down. Still I keep on laughing, so you pull me closer. When I have no mercy, let's carry on. No reasons to stop it. I wouldn't do it on my own, I can't deny it. Still trying to build and trying to be. हाम्रो फाइनल डे मेलबर्न ट्रिपको अनि हामी यहाँ ब्राइटन बिच आएको छौँ मेरो ह्यान्डसम भाइ पनि यहाँ भेट भइसक्यो अब हामी मेलबर्नको कहाँ छौँ फेरि सिटीमा सिटी एकदम भिडभाड छ अब हामी मोमो खान जान्छौँ कहाँ जान्छौँ छोरीले कतिवटा मोमो खान्छु नेपाली रेस्टुरेन्ट 10वटा यताबाट होइन यताबाट जाने ल हामी अहिले कोलिन स्ट्रिटमा आएका छौँ नेपाली रेस्टुरेन्टमा खाना खानको लागि अनि यो पछाडिको रेस्टुरेन्ट हो हाम्रो There's no way up, so I'm going down. Till I keep on laughing, so you pull me closer. When I have no mercy, let's carry on. फाइनली हामी सिडनी आइपुग्यौँ आज 5 दिनपछि अनि लास्टमा फ्रेस हुनलाई घर जानुभन्दा अगाडि फ्रेस हुनलाई बोटानिक गार्डनमा छौँ क्याम्बल टाउनको बोटानिक गार्डनमा अब 2 वर्ष नानी चाहिँ लगभग 20 मन्थ्सको भयो अहिले अनि आउँदैछ 2 वर्षसम्मको बच्चाहरूलाई लिएर हिँड्दाखेरि चाहिँ लगभग जाने ठाउँको वेदर होइन अनि त्यसपछि बच्चालाई के मनपर्छ उसलाई चाहिँ एकदमै त्यो टिम खेल्नु मनपर्ने भएको भएर हामीले चाहिँ त्यस्तो ग्राउन्डहरूमा रोक्दै गएको थियौँ पहिल्यै हेरेर इन्फर्मेसन त्यो चाहिँ उनीहरू सुत्दाखेरि त ठिकै छ तर उठेपछि चाहिँ अलिकता दुःख दिन सक्छन् सो त्यो सबै कुराहरू हेरेर जाँदाखेरि चाहिँ सजिलो हुने रहेछ हल्का एक दुई ठाउँमा चाहिँ गाह्रो भयो अलिक बिचमा धेरै लामो डेस्टिनेसन ट्राभल गरिसकेपछि चाहिँ अब उसलाई खाना खाएर पुगेर अब सुतेर उठेर पनि पुगिसकेपछि चाहिँ अब सिटमा बसिराख्नु मन नलाग्ने भएको भएर अलिक दुःख दिन सक्ने भएको भयो त्यस्तो चाहिँ हुनसक्ने रहेछ च्यालेन्जेसहरू चाहिँ त्यो त्यही आफूले पहिला हेरेर वेदर हेरेर फर्स्ट अफ अल वेदर चाहिँ ठिक हुनुपर्दो रहेछ त्यसपछि अब बच्चालाई मनपर्ने कुरा कसैलाई अब के खाना होइन खाने ठाउँहरूमा अथवा प्लेग्राउन्डहरूमा कसैलाई स्विङ खेल्न मन लाग्ला कसैलाई अब चिप्लेटी खेल्न मन लाग्ला त्यस्तो ठाउँहरू भएको ठाउँहरू रिसर्च गरेर ट्राभल गर्न चाहिँ सकिने रहेछ नानीलाई यस्तो लामो ट्राभल चाहिँ हामीले गराएको थिएनौँ क्यानब्रासम्म 3.5 आवरको ट्राभल चाहिँ भएको थियो अब यो त अलमोस्ट जाँदाखेरि हामीलाई 12 घन्टा
13 घन्टा जस्तो लाग्यो कोस्टलको बाटो जाँदा। आउँदाखेरि चाहिँ 7 घन्टा जस्तो लाग्ने रहेछ। हामी बिचमा बसेर पनि आयौँ अलिपुरमा, त्यसले गर्दाखेरि चाहिँ सजिलो भयो, धेरै लामो ट्राभल भएन। अनि उसले पनि एकदमै इन्जोय गर्यो। अब स्टिल अझै पनि ऊ दौडिँदैछ। अब उसलाई यो बोटानी गार्डन लास्टमा घर जानुभन्दा अगाडि, अब यहाँबाट 40 मिनट जस्तो लाग्छ। त्योभन्दा अगाडि पनि हामीले 2 घन्टा जस्तो ट्राभल गरेपछि यहाँ आएर रोक्यो। त्यो चाहिँ सजिलो भयो। त्यस्तो सोचेको जस्तो गाह्रो होला भनेको जस्तो गाह्रो चाहिँ भएन। बेस्ट एक्सपिरियन्स भयो ड्राइभ गरेर जाँदाखेरि। त्यो कुराहरू चाहिँ तपाईँहरूले पनि गर्नु होला।